आज चाहिँ कर्निक्स बीच घुम्न आइरहेछौँ। भदल दाइ कस्तो भइरहेछ भन्नु तपाईँको यात्रा? गरमले गर्दा गर्मी चाहिँ हजुर थाक भइरहेको छु म। सुनिल दाइ त अगाडि गइरहेछ। विवेक हजुर टक्क बीच पौडी खेलिरहेछ मान्छेहरू। अब हामी पनि पौडी खेल्नको लागि आइरहेछौँ यहाँ। दाजु तपाईँलाई के कस्तो लागिरहेछ भन्नुहोस्, एक शब्द तपाईँको लागि जाओस्। धेरै गर्मी छ हजुर पल्लो घारी मिल्नु अप्ठ्यारो भइरहेको छ। पल्लो घरिमा है गाह्रो छ। सुनिल दाइ तपाईँको 2 शब्द जाओस् न त नि। बेला गएर पौडी खेल्नु जस्तो भन्ने भइरहेको हो पसिनाले तपाईँको लुगा लास्टै भिजिरहेछ दाइ। ल सुनिल दाइ हामी लिम्बू दाइ यता बादल दाइ। मलाई पौडी खेल्न त आउन्न तर पनि म ट्राई गर्नेछु। बादल दाइ र म चाहिँ पौडी खेल्न आउँदैन, यता लिम्बू दाइलाई नै आउँदैन। हामी चाहिँ यतिकै छेउछेउमा तैरिने मात्रै हो। भरे डुब्यो भने चाहिँ